नमस्ते दर्शकवृन्द, हार्दिक स्वागत छ। म हरि मगर। दर्शकवृन्द, यति बेला हामी रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर 6 खारा भन्ने ठाउँमा आइपुगेका छौँ। यति बेला चाहिँ तपाईँहरूले मनोरञ्जन दिलाइरहेका छौँ, तपाईँहरूले मनोरञ्जन लिइराख्नु भएको छ। सोही हामी चाहिँ यस्तै भिडियोहरू लिएर तपाईँहरूको माझ उपस्थित भइरहेका पनि छौँ है। आज भने हामी रोल्पाको खारा भन्ने ठाउँमा पञ्चमीको दिनमा आज नाचगान व्याकरणमा धेरैजनाको भेला भएको छ, उपस्थिति हुनुभएको छ है। अनि रमाइलो हामी देखाइरहेका पनि छौँ। त्यसैको लागि उहाँ नाच्ने गाउने बजाउने गरिराख्नु भएको छ। दिदीबहिनीहरू पनि नाचिरहनु भएको छ छम्म। सोही हामीले चाहिँ तपाईँहरूलाई पनि नचाउने नै छौँ र हामीले देखाउने पनि छौँ। अब हामी अलिकति पछाडि जान्छौँ, त्यहाँ व्याकरणमा चाहिँ धेरै नाचगान भइरहेको चहल पहल भइरहेको अवस्था पनि छ, तपाईँहरूलाई देखाउने छौँ। यति बेला चाहिँ नाचिरहनु भएको छ। यहाँ धेरैजना हुनुहुन्छ, युवाहरू पनि आउनु भएको छ है। यहाँ गाउँकै हुनुहुन्छ होला। म केही कुराहरू चाहिँ सोध्छु, यतातिर ल्याइदिनु होला। सबैजनालाई धेरै स्वागत छ है। धन्यवाद। हजुर यहाँकै स्थानीय हुनुहुन्छ? हजुर यतैको। यतैको हुनुहुन्छ है। कस्तो लाग्यो नि हजुरको यो जो अहिले चाहिँ दिदीबहिनीहरू नाचिराख्नु भएको छ, गाइराख्नु भएको छ? त्यही त नि सधैँ मनाइने पर्व राम्रो छ है। अनि हजुर पनि रमाइलो गर्नुहुन्छ? रमाइलो गरिन्छ। भर्खर आउनु भएको छ? अघि त देख्यो हामी अघि नि एउटा थियो। हजुर आएकै छौँ यो हो है। सबैजना यही गाउँकै हुनुहुन्छ? सबै गाउँको। कतिपयले मैले पनि चिनेको छु होला सायद है। होला। ए ठिक छ, हामी केही कुराकानी गरौँला है। हजुर नाम भनिदिनुहोस् त। मेरो बलबहादुर गर्दी। अलिकति यता फर्केर है, फेरि भनिदिनुहोस् न। बलबहादुर गर्दी। बलबहादुर गर्दी। हजुर। ए यहाँको चाहिँ केही हुनुहुन्छ? होइन म केही यस्तो हुनुहुन्छ? ठिक छ। जस रमाइलोको लागि आइरहनु भएको? रमाइलोलाई हामी गाउँमा ल सबैको नाच हेर्नु होला है। अब दर्शकहरूलाई देखाउनु छ तपाईँहरूको गाउँठाउँको नाच है। धेरै पछि आइसकेका छौँ हामी है। लास केही बोल्नुहुन्छ कि? के छ, सन्चै हुनुहुन्छ? आरामै हो है। तपाईँहरूको गाउँमा आइसकेको छ? नै ठिक छ, आउनुभयो, राम्रो भयो है। ठिक छ। स्वागत छ तपाईँले हाम्रो गाउँमा होइन। हस् धन्यवाद। राम्रोसँग यसो नाचसाच हेर्नुहोस्। आराम हुनुहुन्छ? आरामै छु। भर्खर मैले उहाँसँग भनिरहेको थिएँ कि चिनेको साथीहरू पनि हुनुहुन्छ भनेर। रमाइलो गर्नुपर्छ। रमाइलो गर्नुपर्छ, के हो वर्ष दिनको होइन, पर्व हो होइन। गर्व लागिरहेको छ कि यहाँको यो ठाउँको चाहिँ मैले लगेर चाहिँ जानु पर्यो भन्ने मलाई एकदम इच्छा थियो है। मैले पटक पनि भनिरहेको थिएँ। हस् सोल्टी, तपाईँहरूलाई धेरै हुन्छ। तपाईँहरूको यो गाउँठाउँको हामीले यो नाच यो प्रतिभालाई चाहिँ अलिकति केही माध्यमबाट बाहिर पुर्याउने कोसिस गरिरहेको छ। तपाईँहरूको दाजुभाइ तथा दिदीबहिनीहरू देश विदेशमा हुनुहुन्छ भने हुन्छ हेर्नुहुन्छ। हस् धन्यवाद। यति बेला चाहिँ फेरि डाउन गराउनु होला। यहाँ चाहिँ बसेर हेरिराख्नु भएको छ। आमा हुनुहुन्छ, बुवाहरू हुनुहुन्छ है। जस यो पर्व चाहिँ तीज विशेष कार्यक्रम पछाडिको पञ्चमीको आज कार्यक्रम भइरहेको अवस्था छ। देखाइरहनु होला सर, यतातिर पनि देखाइदिनु होला। बस्नु भएको छ, सायद हाम्रो गाउँबाट पनि आउनु भएको छ होला दिदीहरू। सबैजना रमाइलो गरिराख्नु भएको छ। यति बेला म कहाँ जाने, के गर्ने, कोसँग बोल्ने भन्ने यता पनि नाचिराख्नु भएको छ। दर्शकवृन्द, यति बेला तपाईँले हेरिराख्नु भएको छ। यहाँ चाहिँ माहौल जम्काभेट भइरहेको छ। यहाँ महिला दिदीबहिनीहरूको नाचो असाध्यै मिठो लागिरहेको छ। तपाईँहरूले नि मन पराइसक्नु भएको छ, देखिसक्नु भएको छ। हामी सुरुमा थोरै कुराकानी गर्दै जान्छौँ। यति बेला चाहिँ यहाँ बसिरहनु भएको छ, हेरिराख्नु भएको छ नाचो। हजुरलाई स्वागत छ। सन्चै हुनुहुन्छ? तीज कसरी मनाउनु भयो? तीज नाच्ने, रमाइलो गीत गाउने हो है। एकदम सहज तरिकाले तीजलाई बिदाई गर्नुभयो। हजुरको नाम भनिदिनुहोस् त। महेश्वरी बुढाथोकी। महेश्वरी बुढाथोकी। ए तपाईँ पनि आउनु भएको छ है। आज त पञ्चमी दिन नाच्नुहुन्छ नि? नाच्नुहुन्छ। ल हस्, तपाईँहरूको नाच पनि हामी हेर्छौँ है। हस् ल, धन्यवाद। दिदी नमस्ते। नमस्ते। हजुर त आउनु भएको रहेछ त? हजुर सन्चै हुनुहुन्छ? सन्चै छु। ए गाउँमा मनाउनु भएन अहिले मनाइन भाइ। ए सोल्टी कहाँ जानु भएको छ? सोल्टी इन्डिया जानु भएको छ? ए हजुर पनि आफ्नै माइततिर आएर मनाउँदै हुनुहुन्छ है? हजुर। हस् ल, धन्यवाद। यति बेला चाहिँ यहाँ पछाडि व्याकरणमा हुनुहुन्छ, यतापट्टि हुनुहुन्छ। ल राम्रै साडी लगाएको चिटिक्कै परेको हुनुहुन्छ, दिदी बहिनीहरू हुनुहुन्छ। हामी यहाँसँग कुराकानी गर्छौँ। यति बेला चाहिँ यहाँ ताली टिपेर यहाँ चाहिँ गीत गाउने, त्यसपछि अलिकति लजाउने त्यस्तै गरिराख्नु भएको छ। हामी केही सोध्छौँ। नमस्ते, स्वागत छ। नमस्ते। सन्चै हुनुहुन्छ? हजुर। हजुरको नाम? रीता घरती मगर। रीता घरती मगर। हजुर। ए हजुरको घर चाहिँ कहाँ नि? यही नजिकै हो। यही नजिकै हो? हजुर। तीज त बिदाई गर्नुभयो नि? कस्तो लाग्यो अहिले सालको? रमाइलो लागिरहेको छ। व्रत बस्नु भयो कि नै? बस
बस्नु भएन ए आज पञ्चमीको दिन रमाइलो भइरहेछ है भइरहेछ केही भन्नु छ नै के भन्नु छैन नाच्नुहुन्छ नाच्नुहुन्छ हजुर नाच्नुहुन्छ है हेर्नुपर्छ है हुन्छ आज तपाईँको केही नाचगानको त्यो प्रतिभालाई चाहिँ कला गलाहरूलाई नै हामीले चाहिँ यो माध्यमबाट देश विदेशमा पुर्याउने कोसिस गरिराखेका छौँ है हजुर हस् ल धन्यवाद यति बेला चाहिँ हामी पछाडिपट्टि जान्छौँ थोरै देखाइदिनु होला कतिपय चाहिँ बोल्ने अलिकति लजाइरहनु भएको छ हुनसक्छ कतिपय चाहिँ अलिकति आएको महसुस गर्नको लागि यति बेला चाहिँ हामीले देखाइरहेका छौँ यता नाचिरहनु भएको छ तपाईँहरूलाई पटक पटक पनि देखाउँछौँ नाचिरहनु भएको छ दिदीबहिनीहरू छम्म छम्म यहाँ हुटिङ गरिराख्नु भएको छ उतापट्टि पनि देखाउन सक्नुहुन्छ उता हुटिङ गरिराख्नु भएको छ यति बेला ताली पिट्दै हुटिङ गर्दै हुनुहुन्छ उहाँहरूकै हो यो चाडपर्व भनेकै है उहाँले रमाइलो गरिराख्नु भएको छ अर्को कुरा चाहिँ हामी बसिराख्नु भएको छ यहाँ दिदीहरू हुनुहुन्छ आन्टीहरू हुनुहुन्छ उहाँसँग केही कुराकानी गर्छौँ छोटो कस्तो भयो अहिलेको यो सालको तिज पोहोर सालको तिज कस्तो थियो है अब पञ्चमीको दिन आज है कस्तो भइरहेको छ भन्ने त म तपाईँहरूलाई भनिरहेको छु तर आज माहौल एकदम राम्रो लागिरहेछ किन मलाई पनि राम्रो लागिरहेछ है तपाईँहरूलाई कस्तो लागिरहेको छ म केही कुराकानी गर्छु थोरै यतापट्टि पनि नमस्ते बहिनी स्वागत छ सन्चै हुनुहुन्छ नाम हजुरको के हो मनकुमारी बिका मनकुमारी बिका है नाच्नुहुन्छ गाउनुहुन्छ मजाले है लजाउनु भयो त किन लजाउनु भयो नि तिज कसरी मनाउनु भयो नि ठिकै बनाएको है हस् धन्यवाद केही कुराको लागि है यति बेला चाहिँ हामी पछाडिपट्टि जान्छौँ केही बोल्नुहुन्छ कि जस्तो लाग्छ यतापट्टि देखाउनु होला है ए उहाँलाई स्वागत गर्नुपर्ने स्वागत छ अलि लजाउनु भएको छ ठिकै छ लजाउनु पर्दैन अलिक थोरै भए पनि बोलिदिनुपर्छ है तपाईँहरूकै एउटा गाउँठाउँको नाचलाई तपाईँहरूकै देश विदेशमा रहनुभएका ती भाइ बहिनीहरू हुनुहुन्छ होला उहाँहरूले पनि हेर्नुहुनेछ नमस्ते नमस्ते थ्याङ्क यू सन्चै हुनुहुन्छ हजुर एकदम नाम के हो त मेरो नाम दिपज्योति घरती मगर दिपज्योति घरती मगर है हजुर कतिमा पढ्नुहुन्छ म अहिले एग्रिकल्चर सेकेन्ड इयर हो एग्रिकल्चर सेकेन्ड इयर हजुर कहाँ पढ्नुहुन्छ नि घोराई घराइमा हजुर अनि अहिले घराइबाट यहाँ आउनुभयो है हजुर हजुरको घर चाहिँ मेरो यही हो यही हो हजुर ए कस्तो लाग्यो तिजलाई कसरी बिदाइ गर्नुभयो नि राम्रै रमाइलो भइरहेछ भनौँ रमाइलो भइरहेछ है हजुर मजाले गीत गाइराख्नु भएको छ बस्नु भएको छ है हजुर कसलाई देखाउँदै हुनुहुन्छ नि मोबाइल चलाएर हेरि यो नाचेको रेकर्ड गरेको ए नाचो रेकर्ड गर्नु भएको हजुर अनि व्रत बस्नु भयो कि नै नाइ बस्दैन बस्नु भएन नाइ कहिले बस्दैन म ए हो है हजुर ए ल ठिक छ केही भन्नु छ अरू नाइ छैन तपाईँहरूको यी प्रतिभालाई तपाईँहरूको यी गला कलालाई चाहिँ हामीले प्रस्तुत गरिराखेका छौँ है हजुर हामीले चाहिँ अलिकति यो माध्यमबाट देश विदेशमा अलिकति पुर्याउने कोसिस गरिराखेका छौँ ल हजुर हस् बोलिदिनु भयो खुसी लाग्यो धन्यवाद हस् थ्याङ्क यू यति बेला चाहिँ अलिकति बोलिदिनु भएको छ थोरै भए पनि बोलिदिनु होला खुसी लाग्छ मलाई पनि यति बेला चाहिँ अलिक थोरै छेउमै बस्नु भएको छ उहाँ नानीलाई सोध्छु नानी स्वागत छ थ्याङ्क यू के छ ठिकै छ नाम के हो अञ्जना घरती अञ्जना घरती हजुर घर चाहिँ कहाँ हो गुराउ दर्शक पनि हाम्रै गाउँ ठाउँको नानी चाहिँ यति बेला चाहिँ यहाँ पञ्चमीको दिनमा चाहिँ यहाँ खारा भन्ने ठाउँमा आउनु भएको छ अनि व्रत बसेको बसेन असो साल त मनाएन है हाम्रो गाउँमा हजुर असो साल त तिजमा मनाएन नि हाम्रो गाउँमा अहिले चाहिँ यता माइत मामाको घरमा मनाउने हजुर हो हजुर व्रत बसेन बस्यो बसेको हजुर। कसको लागि बसेको कसैको लागि आफ्नो लागि है हजुर हस् केही कुरा गरिदियो होइन धन्यवाद हजुरलाई ल ल हस् यति बेला पछाडिपट्टि हुनुहुन्छ यहाँ उभिएर चाहिँ ताली पिटिराख्नु भएको छ मैले देखिरहेको छु तपाईँहरूले पनि देखिराख्नु भएको छ यहाँ ताली पिट्ने गाउने होइन भोटिङ गर्नेदेखि लिएर धेरै धेरै गरिराख्नु भएको छ थोरै है अन्त है थोरै है यहाँ छेउमा हुनुहुन्छ एकजना आन्टी हुनुहुन्छ आन्टी नमस्ते नमस्ते सन्चै हुनुहुन्छ हजुर सन्चै छु नाम चाहिँ हजुरको देविका थापा देविका थापा हजुर ए व्रत बस्नु भयो कि नै
बसेको बस्नु भएको थियो हजुर ए कसको लागि बस्नु भयो नि बसे त्यस्तै आफ्नो श्रीमानको लागि बस्नु भयो कि श्रीमानको लागि है हजुर ए ठिक छ त तिजलाई चाहिँ राम्रोसँग बिदाई गर्नुभयो है हजुर। आज पञ्चमीको दिन हजुर, रमाइलो गरिराख्नु भएको छ हजुर। हस् केही कुरा गरिदिनु भयो खुसी लाग्यो नि हजुर। धन्यवाद हस्। दर्शकवृन्द यति बेला फेरि हामी थोरै कुराकानी गर्छौँ हामी धेरै कुराकानी गर्दैनौँ अलिकति समय पनि कम भएको कारणले गर्दाखेरि अलिकति यो थोरै केही कुरा मात्रै नाम त्यसपछि उहाँहरू के गर्दै हुनुहुन्छ कसरी मनाउँदै हुनुहुन्छ मात्रै बाँकी यति हो यहाँसँग है थोरै है यहाँ गाउँदै दर्शक यति बेला चाहिँ यहाँ ताली पिटिराख्नु भएको छ अघि मैले नाचो देखिरहेको थिएँ उहाँको चाहिँ नाचो अथा मिठो छ असाध्यै राम्रो नाच्नुहुन्छ है ताली पनि उत्तिकै पिट्नु भएको छ हुटिङ पनि उत्तिकै गर्नु भएको छ उहाँलाई धेरै स्वागत गर्छु म पहिला स्वागत छ सन्चै हुनुहुन्छ हजुरको नाम के हो भीमा घरती मगर विपन्ना घरती मगर भीमा घरती मगर कहाँ पढ्नुहुन्छ कतिमा पढ्नुहुन्छ मैले ब्याचलर सेकेन्ड इयर ब्याचलर सेकेन्ड इयरमा कहाँ कुन स्कुलमा पढ्नुहुन्छ मैले महेन्द्र घोराई महेन्द्र ए कहिले आउनुभयो यहाँ अस्ति हजुरको घर चाहिँ कहाँ नि यहीँनिर हो यहीँ खारामै पर्छ है हजुर ए तिज कसरी मनाउनु भयो नि नाचेर गाएर है हजुर व्रत बस्नु भएन है आज पञ्चमीको दिन रमाइलो भइरहेको छैन ताली पिटिराख्नु भएको छ नाच्नुहुन्छ धेरै सबै नाच्ने गीत गाउने ताली पिट्ने हुटिङ गर्ने सबै हो यतातिर फर्केर बोल्नु छ है ल हस् अनि असाध्यै राम्री साडीमा चिटिक्क पारेकी है कस्तो सुहाएको है थ्याङ्क यू वेलकम थ्याङ्क अनि त्यस व्रत किन नबस्नु भएको नि त्यत्तिकै पहिलेदेखि नै बस्नु भयो हो ए ल हजुरको नाचो हेर्नुपर्छ दर्शकहरू पनि हेर्दै हुनुहुन्छ ल अब हामीले देखाउँछौँ हजुरको नाचो पनि है ल यति बेला अलिकति फरक थोरै उतातिर जान्छौँ है थोरै केही कुराकानी गर्छौँ नमस्ते स्वागत छ नमस्ते सन्चै हुनुहुन्छ हजुर सन्चै नाम भन्नुहोस् न बिमला घरती विमला हजुर ए कहाँ पढ्नुहुन्छ घोडै पढ्छु घोडाइमा पढ्नुहुन्छ व्रत बस्नु भयो कि नै बस्नु भएन घर चाहिँ कहाँ ए नजिकै यही नजिकै पर्छ यही छेउमैको हो यही हो ए ल हस् धन्यवाद हजुरको नजिकै रहेछ होइन ए तिज कस्तो लाग्यो राम्रो तरिकाले गरिराख्नु भएको छ है ओहो हस् धन्यवाद केही कुरा गरिदिनु भयो यति बेला थोरै यहाँसँग केही कुराकानी गर्छु यति बेला उहाँलाई स्वागत गर्छु स्वागत छ नमस्ते नमस्ते सन्चै हुनुहुन्छ हजुर, सन्चै। नाम हजुरको यशोदा घरती मगर व्रत बस्नु भयो कि नै नै छैन बस्नु भएन नै बस्यो किन बस्नु भएन त्यत्तिकै बस्नु मन लागेर कतिमा पढ्नुहुन्छ नि अहिले ब्याचलर सेकेन्ड इयर हो ब्याचलर सेकेन्ड इयर हजुर। कहाँ पढ्नुहुन्छ घोडै महेन्द्र बहुमुख क्याम्पसमा होराई महेन्द्र बहुमुखी क्याम्पसमा हजुर। ए साडीमा चाहिँ त्यस्तै पर्नु भएको छ है हजुर सेतो के भन्छ ब्लाउज भन्छ साडी है हजुर ठिक छ केही कुरा गरिदिनु भयो धन्यवाद नाच्नुहुन्छ नाचो पनि हेर्छौँ है हामी हस् धन्यवाद यति बेला चाहिँ दिदी हुनुहुन्छ केही कुराकानी गर्छु दिदी स्वागत छ धन्यवाद सन्चै हुनुहुन्छ हजुर ए तिज कस्तो लाग्यो दिदी तिज रमाइलो लाग्यो रमाइलो लाग्यो हजुर आज पञ्चमीको दिन हजुर है हजुर कस्तो लागिरहेछ रमाइलो लागिरहेछ रमाइलो लागिरहेछ हजुर ए अनि व्रत बस्नु भयो कि नै बसेन बस्नु भएन हजुरको नाम मेरो नाम बसन्ती घरती बसन्ती घरती हजुर ए रमाइलो गरेर बिताइरहनु भएको छ आज पनि यो पञ्चमीको दिनलाई है त्यस नाचेर गाएरै चाहिँ बिदाई गर्ने कोसिस गरिराख्नु भएको छ है हजुर। हस् धन्यवाद दिदी हजुर धन्यवाद हस्। यति बेला पछाडि हुनुहुन्छ थोरै अलिकति केही कुराकानी गरौँ स्वागत छ हजुर धन्यवाद सन्चै हुनुहुन्छ हजुर, सन्चै। हजुरको नाम तुलसी थापा तुलसी थापा हजुर ए, कहाँबाट आउनुभयो यही हो गाउँमै यही गाउँमै हो हजुर। ए कस्तो लाग्यो नि तिज?
एकदम राम्रो हो राम्रो लाग्यो जेस रमाइलो गरेर नाचेरै गाएरै होइन जेस रमाइलो गरेरै बिताउनु भयो तिज है हजुर बिदाई गरिदिनु भयो हो हजुर ए हस् अहिले पञ्चमीको दिनमा पनि रमाइलो भइरहेछ होइन भइरहेछ एकदम राम्रो नाच्नु हुँदो रहेछ त यहाँतिर है नाच्नुहुन्छ ओहो हस् धन्यवाद हुन्छ धन्यवाद नमस्ते धन्यवाद सन्चै हुनुहुन्छ सन्चै छ नाम हजुरको पूर्णिमा बुढा बस्ने पूर्णिमा पुरा बस्ने हजुर ए माइत चाहिँ यही हो मै त यही हो यही खारामै पर्छ घर चाहिँ घर बोरीबाङ बोरीबाङ है ए बोरीबाङको यतातिर आउनुभयो हजुर माइत यतातिरको बोरीबाङमा जानुभयो हजुर ए त्यसो भए अहिले माइतीमै मनाउनु भयो? हजुर माइतीमा बनाएको ए व्रत बस्नुभयो कि नै व्रत बस्यो बस्नुभयो कसको लागि बस्नुभयो कसको लागि बस्नु बिहे भएको मान्छे ए श्रीमानकै लागि बस्नुभयो ओहो ल ठिक छ धन्यवाद हजुरलाई दर्शक पनि यति बेला तपाईँहरूलाई देखाइरहेका छौँ हामीले केही छोटो मिठो कुराकानी गर्दै अनि नाचिरहेको छम्म छम्म दिदी बहिनीहरू नाचिरहेको हामीले तपाईँहरूलाई पनि देखाइरहेका छौँ दर्शक पनि यति बेला चाहिँ हामी खारा भन्ने ठाउँमा रोल्पाको खारा भन्ने ठाउँमा आएर नै हामीले तपाईँहरूमा यो भिडियोलाई प्रसारण गर्ने कोसिस गरिराखेका छौँ मिठा मिठा तपाईँलाई नाच देखाइरहेका छौँ धेरैजना नाचिरहनु भएको छ यति बेला चाहिँ रमाइलो गरिराख्नु भएको छ तपाईँलाई हामी देखाइरहेका छौँ एकदम असाध्यै रमाइलो भइरहेको छ तिमीलाई यतापट्टि नाचिरहनु त्यसपछि बाँसुरीमा बाँसुरी बजाउँदै हुनुहुन्छ सायद मैले चिनेको पनि छु आज हामी सँगसँगै यात्रा गरियो जस्तो लाग्छ उहाँसँग केही कुराकानी गर्छ यति बेला चाहिँ थोरै कुराकानी गर्छु वाद्यवादक धान पनि पर्नुहुन्छ त्यसैले पनि म उहाँसँग कुराकानी कार्यक्रम महान चाड पर्व है महिला दिदीबहिनीहरूको सहज तरिकाले मनाउनु भयो कसो किनिन्छ यहाँ आफै उबाट किन्नु नि त्यो मार्ग बाँच्नु बजाउनेलाई चाहिँ नास्ता त्यो दिनुहुन्छ क्या नि हो र हजुरको त बहिनी हुनुहुन्छ अमेरिकामा के भन्न चाहनुहुन्छ
के हुन्छ भने चाहिँ पैसा तिरेर फोटो खिच्ने भन्थे अनि त्यो टाइम छैन भनेर हामीले उ गर्थ्यौँ क्या रेस्ट्रिक्ट गर्थ्यौँ बज्यो बडा कति बज्यो अहिले कैमरा बिग्रिया है रहेको बेला आइकनलाई चाहिँ चिज नबोल्नु होला भन्दै म छुट्टिन चाहन्छु नमस्ते गीत राम्रोसँग सुन्नुहोस् के भाइहरू दाइ बैठके कोठीमा भाइहरू दाइ बैठके कोठीमा भरिलाई मारुदै डोलीमा भरिलाई मारुदै डोलीमा भरिलाई मारुदै डोलीमा भरिलाई मारुदै डोलीमा
बैठके कोठीमा दिदी रुँदै बैठके कोठीमा भरिलाई मारुदै डोलीमा भरिलाई मारुदै डोलीमा भरिलाई मारुदै डोलीमा भरिलाई मारुदै डोलीमा बहिनी रुँदै बैठके कोठीमा बहिनी रुँदै बैठके कोठीमा भरिलाई मारुदै डोलीमा भरिलाई मारुदै डोलीमा भरिलाई मारुदै डोलीमा कति राम्रो सुन्तला पाएको भरिलाई खसेर कोलीमा भरिलाई खसेर कोलीमा भरिलाई खसेर कोलीमा भरिलाई खसेर कोलीमा छोरी जाँदा घर जाने राजा हरिता छुटाइदेऊ राजा हरिता छुटाइदेऊ राजा हरिता छुटाइदेऊ गैरी खेत मारो सिदाना गैरी खेत मारो सिदाना राजाई मिलामा कुटाइदेऊ राजाई मिलामा कुटाइदेऊ राजाई मिलामा कुटाइदेऊ राजाई मिलामा कुटाइदेऊ छोरी जाता जाने छोरी जाता जाने राजा हरिता छुटाइदेऊ राजा हरिता छुटाइदेऊ राजा हरिता छुटाइदेऊ गैरी खेत तिलकी दाना गैरी खेत तिलकी दाना राजाई मिलामा कुटाइदेऊ राजाई मिलामा कुटाइदेऊ राजाई मिलामा कुटाइदेऊ राजाई मिलामा कुटाइदेऊ छोरी जाता घर जाने छोरी जाता घर जाने राजा हरिता छुटाइदेऊ राजा हरिता छुटाइदेऊ राजा हरिता छुटाइदेऊ गैरी खेत मारो सिदाना गैरी खेत मारो सिदाना राजाई मिलामा कुटाइदेऊ राजाई मिलामा कुटाइदेऊ राजाई मिलामा कुटाइदेऊ छोरी जाता घर जाने छोरी जाता घर जाने
सारी दिए मैले तराटो सारी त सारी छोरो भयो मायालुले उनेर गाँस रे तराले छोरो भयो मायालुले उनेर गाँस रे त सारी छोरो भयो मायालुले उनेर गाँस रे नाच्न लाए भाइ र बहिनी नौ डाँडा मिलेछ सभित्र मारेर नाच रे नौ डाँडा मिलेछ सभित्र मारेर नाच रे नौ डाँडा मिलेछ सभित्र मारेर नाच रे साथी र सङ्गी नौ डाँडा मिलेछ सभित्र मारेर नाच रे नौ डाँडा मिलेछ सभित्र मारेर नाच रे नौ डाँडा मिलेछ सभित्र मारेर नाच रे मैले तराटो माला किने मैले तराटो माला त्यो माला छोटो भयो मायाले उनेर गाँस रे त्यो माला छोटो भयो मायाले उनेर गाँस रे त्यो माला छोटो भयो मायाले उनेर गाँस रे छोटो भयो मायालुले उनेर गाँस रे त्यो माला छोटो भयो मायालुले उनेर गाँस रे त्यो माला छोटो भयो मायालुले उनेर गाँस रे जाने कि नाच्नु नाच्नु नाच्नु
सर हरि प्रधान त अघि फोटो भिडियो कति हुनु भन्थ्यो अघि मसी बोलेको थिएँ नि 20 रुपियाँ कति अरे लगाइरहेको बोलाले 20 रुपियाँ फोटो खिच्ने किन भने चाहिँ अलिक जस्तो मोरी हत्तु गर्ने मन लाग्ने गीत गाइदिनु आन्टीहरू आन्टी गीत गाइदिनु